हेलो गाइज, आज चाहिँ मैले तपाईँहरूलाई एउटा नलेज दिन्छु कि तपाईँहरूले एउटा हुन्छ नि कलेज पास गरेपछि तपाईँहरूले कसरी एउटा आफ्नो इन्कम जेनेरेट गर्न सक्नुहुन्छ। तपाईँले कसरी घरमै बसी अब तपाईँले बाहिर पढ्नु भइरहेछ, तपाईँको 12 घन्टा 13 घन्टा नै क्लास छ, अनि तपाईँले कसरी आफ्नो इन्कम जेनेरेट गर्न सक्नुहुन्छ आफ्नो पर्सनल एक्सपेन्सेसको लागि। त्यहाँबाट तपाईँले 25-35% सेभिङ पनि गर्न सक्नुहुन्छ भन्ने तपाईँहरूलाई देखाउँछ होइन। त्यही होइन, तपाईँहरूले कसरी गर्न सक्नुहुन्छ तपाईँहरूलाई पनि मैले सिकाउँछु होइन, नसिकाउने होइन, तपाईँहरूलाई पनि सिकाउँछु। त्यहीको लागि मैले भिडियो पनि बनाउँदैछु आजको हाम्रो भिडियो स्पेसली त्यसको लागि होइन। हेर्नु, सबभन्दा पहिलो कुरा त तपाईँहरूले इफ तपाईँ एज हुन्छ नि, तपाईँले अब 18 अब हुन्छ नर्मली 18, 19, 20 तिनटै एजको बिचमा हुन्छ मान्छेले हुन्छ नि। अब तपाईँहरूले त्यो एउटा नर्मल तपाईँले 12 पास गरेको 18, 19, 20 कसैको 20 हुन्छ, रियरली 20 हुन्छ, नत्र 19 नर्मली भइरहेको हुन्छ, 18 पनि भइरहेको हुन्छ नर्मली। त्यो एजमा अब तपाईँले 12 पास गर्नुभयो, 12 पास गरेपछि 3 महिना अब नयाँ सरकार आएको छ, तपाईँले 45 दिनको रिजल्ट आउँछ भने होइन। हेरौँ कति दिनमा हुन्छ, लगभग 2 महिनामा रिजल्ट आइरह। म 2 महिनामा अब आफ्नो टाइम वेस्ट गर्नुभन्दा नि अब के नयाँ कुरा सिकाउँ टाइपको पनि हुन्छ भने त्यो पनि भन्नु होइन। किनकि मैले डिफ्रेन्ट बुकहरू पनि मैले पढेको छु, 2-3 वर्ष भयो मैले पढिरहन्छु हुन्छु। तपाईँहरूलाई त्यो बुकहरूको पनि नलेज चाहियो भने म तपाईँहरूलाई पर्सनल भिडियो यो बुकको बारेमा मलाई नलेज दिनु भनेपछि मसँग मैले पढेको भने 2-3टा बुक हो। त्यो नर्मली एउटा हुन्छ नि माइन्ड सेट गर्ने एउटा आफूले एउटा मनी कसरी जेनेरेट गर्न सकिन्छ, मनी कसरी हुन्छ नि अहिलेको जेनेरेसनमा मनीको पछि नलागेर तर मनलाई आफूले एट्र्याक्ट गर्ने कुराहरू त्यो तपाईँहरूलाई मैले सिकाउन सक्छु। त्यसको लागि मैले पर्सनली तपाईँलाई चाहियो भने मलाई कमेन्ट गर्नु होला, मैले भिडियो बनाइदिन्छु, नत्र मलाई डिएम गर्नु होला, म भनिदिन्छु होइन। अब एज अफ मैले ये भनौँ होइन, अब एज अफ तपाईँले 18 अब रिजल्ट आउन 19 एडमिसन गर्न 19 हुन्छ, पर्सनल एउटा हुन्छ नि पुरा फ्लो बन्न, त्यो सिलेबसको फ्लो घुम्न एउटा राम्रो स्टडी गर्दा गर्दा 19 भइहाल्छ होइन। तपाईँले 90 वर्ष हुनुहुन्छ होइन, अब 90 वर्षमा तपाईँले ल अब तपाईँले फर्स्ट तपाईँले अब कसरी अब हेर्नु, अब तपाईँको क्लास 8 घन्टा 9 घन्टा हुन्छ होइन। बाहिर गएर तपाईँले कुनै जब त गर्न सक्नुहुँदैन नि त, बाहिर गएर कतै गएर तपाईँले जब गर्न सक्नुहुँदैन। त्यसको लागि तपाईँले त अब 10 घन्टा 12 घन्टा दिनुपर्छ। 8 घन्टा पढेर आयो, 10 घन्टा 12 घन्टा दियो, अनि 5 घन्टा 4 घन्टा सुतेर त म अब फेरि कलेज जान सक्दिनँ नि त। त्यस्तो पनि हुन्छ नि त, त्यति पढेर म फेरि कलेज जान सक्दिनँ। एक्चुअल तपाईँलाई अब रिमोट वर्क पनि धेरै आइसक्यो होइन। मैले मेनली तपाईँहरूलाई के सजेस्ट गर्छु भने फ्रिलान्सिङ फ्रिलान्सिङ हाम्रो नेपालमा लिगल छ होइन। अपवर्क भन्ने वेबसाइट छ होइन, एक्चुअल मैले पनि त्यसमा काम गरेर हुन्छु होइन। मैले चाहिँ अब त्यो मैले अब काम गरेर हुन्छु, मैले त्यो बेसमा काम गर्छु। अब त्यो आफ्नो पर्सनल हुन्छ, सबको आफ्नो आफ्नो काम हुन्छ होइन। तपाईँहरू पनि काम गर्न सक्नुहुन्छ अपवर्क वेबसाइटमा गएर, तपाईँले कनेक्सन किन्नुपर्छ। अब त्यसको तपाईँलाई अब फ्रिलान्सिङको अपवर्क कनेक्सन कसरी काम गर्नुपर्छ के गर्नुपर्छ भनेर तपाईँलाई एक भिडियो चाहियो भने म पर्सनली मलाई म्यासेज गर्नु होला, मैले बनाइदिन्छु तपाईँहरूको लागि बुझ्नु। त्यो अपवर्क वेबसाइटमा नेपालको लागि बेस्ट हुन्छ, तपाईँ नेपालमा हुनुहुन्छ भने बेस्ट हुन्छ त्यसमा काम गर्दा। अनि त्यसपछि त्यहाँबाट तपाईँहरूले अब महिनाको 20-30 हजार नर्मली 7 घन्टा 9 घन्टा महिना तपाईँले हप्ताको एक हप्तामा 10 घन्टा 12 घन्टा काम गर्नुभयो अरे त्यसमा 20,000 30,000 नर्मली तपाईँको त्यहाँबाट इन्कम आउँछ होइन। 20,000 30,000 इन्कम आएपछि तपाईँको पर्सनल एक्सपेन्सेस महिनाको ल 10-15 हजार भयो होइन, लगभग हाम्रो इन्कम 30,000 छ। 15,000 मेरो पर्सनल एक्सपेन्सेस भयो भने मेरो 15,000 बाँकी राख नि त। त्यसलाई सेभ कसरी गर्ने, त्यसलाई इन्भेस्ट कसरी गर्ने, त्योहरू होइन मैले गरिरहेको कुराहरू तपाईँहरूलाई पनि सिकाउँछु। त्यसलाई कसरी इन्भेस्ट गर्ने, त्यसलाई कसरी युज गर्ने, एक्सपेन्सेस सधैँ सक्दो यो उमेरमा चाहिँ आफ्नो एक्सपेन्सेस हुन्छ नि, जस्तो अब म यो यसले यस्तो लाग्छ भने मैले पनि त्यस्तै लाउनुपर्छ भन्ने चाहिँ त्यो कन्सेप्ट चाहिँ हटाउनु होला। यसले यति महँगो लाग्छ भने मैले पनि त्यति नै महँगो लाउनुपर्छ भन्ने चाहिँ त्यो होइन होइन। सबको आफ्नो आफ्नो हुन्छ, सबले आफ्नो आफ्नो डिजायर त्यतिको उसँग उसको प्यारेन्ट्सले त्यतिको दिइरह होला होइन, उसले लाग्छ। अब त्यो तपाईँले आफैले अर्निङ गरेर त्यत्रो त लाउन सक्नुहुँदैन नि तपाईँको एक्सपेन्स तपाईँको इन्कम अनुसार। त्यही भएर उसले त्यत्रो लाग्छ भने मैले किन लाउनु, आउने समयमा मैले पनि लाउँछु नि त। म आफ्नो पैसाले लाउँछु नि त, किन अरूको पैसा, किन अरूलाई हेरेर मैले कम्पेयर गर्ने होइन नि त। नि कहिले पनि अरूलाई हेरेर चाहिँ आफूलाई कम्पेयर नगर्नु, किनकि अरूलाई हेरेर कम्पेयर गर्नु भनेको त्यो चाहिँ कहिले तपाईँले अगाडि बढ्न सक्नुहुन्न। अरूलाई हेरेर कम्पेयर गर्नु तपाईँलाई अगाडि बढ्न धेरै समय लाग्छ, धेरै समय पनि लाग्दैन, तपाईँ बढ्नै सक्नुहुन्न भनौँ न, एउटा पोइन्टमा आएर पुग्नुहुन्छ क्या तपाईँ। त्यो कुरा तपाईँलाई गर्दा धेरै अप्ठ्यारो हुन्छ क्या। त्यही भएर कहिले अरूलाई हेरेर अगाडि चाहिँ त्यो कम्पेयर चाहिँ नगर्नु होला। त्यही भएर चाहिँ होइन, इफ तपाईँहरूले आफूले हुन्छ नि कम्पेयर नगर्नु, तर आफूमा भइरहेको आफूमा के मिस्टेक गर्दैछु, आज मैले के मिस्टेक गरेँ
भोलि के मिस्टेक गर्दै त्यो मिस्टेक मैले भोलि गर्नु हुँदैन भनेर एउटा पर्सनल नोट डायरी बनाउनु अहिलेदेखि नै। अब इफ तपाईँले बनाउनु भएको छैन अहिलेदेखि नै बनाउनु। म 5 वर्षमा कहाँ हुन्छु, म यो वर्ष के गर्छु, मैले के मिस्टेक गरिरहेको छु डेली, त्यो मलाई डेली कसरी सुधार गर्नुपर्छ त्यो सब लेख्नु होइन। यसरी तपाईँले धेरै आफ्नो पर्सनल हुन्छ नि पर्सनल एक्सपिरियन्स धेरै इन्क्रिज गर्न सक्नुहुन्छ कि त्यसले आफ्नो पर्सनल हुन्छ नि पर्सनल कुराहरू पनि तपाईँको धेरै नै इन्क्रिज हुन्छ कि त्यसले गर्दा त्यो पनि बनाउन सक्नुहुन्छ होइन। त्यही हो आजको भिडियो अब यति नै भनौँ होइन। इफ तपाईँहरूलाई अझै केहीको नलेजहरू चाहियो भने यहाँ हाम्रो रिच ड्याड पुवर ड्याड भन्ने बुक छ होइन। इफ तपाईँहरूलाई यसको पनि केही नलेज चाहियो के छ भने तपाईँहरूलाई चाहियो यो बुकबाट के हुन्छ, अब यो भनेको यो बुक भनेको फाइनेन्सियली तपाईँले कसरी इन्कम जेनेरेट गर्न सक्नुहुन्छ, एउटा साइकोलोजी अफ मनी पनि छ, त्यो बुक पनि पढेको छु, 2-3टा बुक छ होइन। तपाईँहरूलाई चाहियो भने मलाई भन्नु होला, म तपाईँहरूलाई बनाइदिन्छु। त्यही हो अहिलेको जेनेरेसनमा तपाईँले हुन्छ नि धेरै अनलाइन बिजनेसहरू पनि गर्न सक्नुहुन्छ। क्लोदिङ भयो, कति ब्रान्ड खोलिरहेको छ लो इन्भेस्टमेन्टमा। कति ब्रान्ड मैले इन्भेस्ट गरेको भनेको 10,000 मैले आफूले इन्भेस्ट गरेर अहिले मेरो के भनौँ धेरै धेरै भइसक्यो, लाखमै छ भनौँ न, लाखमै छ अहिले मेरो। तर मैले 10,000 इन्भेस्ट गरेको अहिले लाखमा भइसक्यो। मैले 1 रुपियाँ 10,000 पछि 1 रुपियाँ मैले हालेन आफूले, तर लाखमा भइसक्यो। कसरी जेनेरेट गर्ने कसरी गर्ने त्यो सब मैले आइडिया तपाईँहरूलाई भनिसकेँ। अहिलेको जेनेरेसन एडभर्टाइजिङ गर्ने अनलाइन मार्केटिङ भइसक्यो, गर्नु तपाईँहरूले पनि राम्रो हुन्छ, धेरै राम्रो हुन्छ होइन। त्यही भएर गर्नु राम्रो हुनु होइन। तर पनि एउटा हुन्छ नि एउटा यति उमेर भएपछि घरबाट पैसा माग्न पनि लाज लाग्छ होइन। कोही बेला लाज लाग्छ, कोही बेला माग्न पनि मन लाग्दैन। त्यही भएर आफूले इन्कम जेनेरेट गरेर आफूले कसरी इन्भेस्ट गर्न पनि सकिन्छ, आफ्नो एक्सपेन्स पनि हुन्छ, सेभिङ पनि हुन्छ। त्यो सेभिङ पैसाले मैले इन्भेस्ट गरेँ भने झन् राम्रो हुन्छ नि त। त्यसको बारेमा पनि तपाईँलाई सिकाउँछु, त्यो टर्न बाई टर्न हुन्छ नि। तपाईँलाई यो बारेमा हुन्छ नि इन्कमलाई एक्सपेन्स सेभिङ र इन्कम एक्सपेन्स सेभिङ र इन्भेस्ट कसरी गर्ने कसरी मेन्टेन गर्ने भने त्यसको भिडियो चाहियो भने मलाई कमेन्ट गर्नु होला। त्यसको लागि बाई बाई। तपाईँलाई यो बुकको बारेमा चाहिँ भिडियो चाहियो भने मलाई भन्नु होला, म बनाइदिन्छु होइन। पर्सनल एउटा डायरी बनाएर आजदेखि तपाईँ आफ्नो इम्प्रुभमेन्ट हेर्नु। इफ तपाईँहरूलाई केहीको बारेमा मलाई इफ तपाईँहरूलाई केहीको बारेमा नलेज छैन, केहीको बारेमा नलेज चाहियो भने मलाई मेसेज गर्न सक्नुहुन्छ इन्स्टामा। मैले इन्स्टा आइडी पनि यहाँ मुनि छोडिदिन्छु अनि तपाईँहरू बाई बाई। तपाईँहरू पनि राम्ररी बस्नु। यस्तै यस्तै कुराहरूमा तपाईँलाई ज्ञान चाहियो भने तपाईँहरूलाई तपाईँलाई धेरै जीवनहरूमा इन्कम तपाईँले जेनेरेट गर्न सक्नुहुन्छ, सेभ गर्न सक्नुहुन्छ। त्यसको लागि मैले भिडियो बनाइदिन्छु। तपाईँहरूलाई चाहियो भने मलाई भन्नु होला, मेसेज गर्नु होला। बाई बाई।